हेलो हेलो नमस्कार सबैजनालाई। यो मैले फेरि एलोभेरा जेल लिएर आएको छु। यो एलोभेरा जेल 96% अर्ग्यानिक भनेको छ। यो चाहिँ हामीले अब जस्तो कपाल हेर्नु न, मेरो यसरी मसिनो टुक्रे कपालहरू कति धेरै झर्छ अनि मलाई चाहिँ सनकै माथि बाँध्न मनपर्छ। हेर्नुहोस् त कति धेरै यस्तो टुक्रे कपालहरू छ नि। यो टुक्रे कपाललाई चाहिँ यसले 12 आवर्ससम्म चाहिँ एकदम मजाले सपक्क राखिदिन्छ अरे। अनि त्यहाँदेखि यसमा अरू के भनेछ भने यो हामीले फेसमा पनि लाएर मजाले मसाजहरू गर्न मिल्छ, मसाजहरू गर्न सकिन्छ भनेछ। हजुरहरूले मेरो ओरेन्ज कलरको कार्डमा क्लिक गरेर त्यहाँनिर गएर डिटेल बुझ्न सक्नुहुन्छ। यो एलोभेराको यो मात्र होइन, यो आँखाको रिङ्कलहरू छ नि, यो आँखाको वरिपरि लगाएर मसाज गर्ने यो पनि आइसकेको छ। अनि यो अर्को टोनर आइसकेको छ। यो टोनर र यो क्रिमको चाहिँ मैले हजुरहरूलाई लिङ्क राखिदिन्छु। यसको चाहिँ अलि अर्को बनाउँछु भिडियो। पहिला म यसको हजुरहरूलाई बनाएर दिन्छु। यदि हजुरहरू पनि म जस्तै जेलहरू युज गर्नुहुन्छ भने यो टाइपको जेल युज गर्नुभयो भने यो एलोभेराले एकदम राम्रो काम पनि गर्छ हाम्रो हेयरलाई, कपाललाई। अनि छायाहरू बनाउँदैन यसले, कपालहरू झार्ने त्यस्तोहरू चाहिँ गर्दैन। जस्तो अब हामी अरू कति धेरै जेलहरू युज गर्छौँ नि, अरू जेलले कसैले अब छाया बनाइदिन्छ, कसैले कपालहरू झार्ने चिलाउने हुन्छ नि, त्यस्तो गर्छ भने यसले चाहिँ गर्दैन। मैले पहिला पनि अर्को खालको एलोभेराकै, तर यो टाइपको होइन, अर्को खालको युज गरेको, मलाई एकदम मन परेर मैले यो प्रोडक्ट लिएको हो। म लाएर हजुरहरूलाई देखाउँछु ल कतिको राम्रो काम गर्छ यसले। यो चाहिँ यस्तो खालको हुँदो रहेछ। यसलाई चाहिँ हामीले यसरी सट्ट हातमा लाउने अनि यसो गरेर सपक्क बनाएर यसरी मजाले लगाएर कोर्न पनि सक्नुहुन्छ हजुरहरूले। अब त नकोरिकन यसरी मजाले लगाएर सपक्कै बनाएर उयो गर्न सक्नुहुन्छ। बस्न चाहिँ मजाले सपक्क बस्दो रहेछ। अब जेलै त हो, जेलले अलिकति न अलिकति त सपक्कै बनाइ नै हाल्छ। म चाहिँ जहिले अब गर्मी लाग्यो कपालहरू छोडेर हिँड्न सक्दिनँ, कस्तो गर्मी लाग्छ। त्यही भएर म चाहिँ जेलहरू युज गर्थेँ। तर कतिवटा जेल युज गरेँ मैले, खालि चाया बनाइदिने, कपाल झारिदिने हुन्थ्यो। अनि मैले एलोभेराको युज गर्न थालेपछि चाहिँ मलाई राम्रो भयो थियो। त्यही भएर फेरि मैले एलोभेराकै प्रोडक्ट लिएर आएको छु। हेर्नुहोस् त कस्तो मजाले छपक्क बस्ने क्या। मैले चाहिँ लगाइसकेँ। यस्तो मजाले हेर्नुहोस् त फाइनल छपक्क बस्दो रहेछ क्या। मसिनो पलाउने गरेको कपाल हुन्छ नि हाम्रो, त्यसलाई चाहिँ एकदम धेरै सनक्कै बनाइदिँदो रहेछ। यति भएपछि गर्मीमा फ्रेस भयो नि त, सनक्क भएपछि कतै उयो भएन, झन्झट पनि भएन। हेर्नुहोस् त कति मजाले सपक्क बसेको छ। यदि हजुरहरू पनि जेलहरू लाउनुहुन्छ भने मेनको लागि होस् वुमेनको लागि होस्, एकदम धेरै युजफुल खालको जेल छ, लिन सक्नुहुन्छ। म ओरेन्ज कलरको कार्ड राखिदिन्छु, त्यहाँ गएर हजुरहरूले डिटेलहरू बुझ्न सक्नुहुन्छ। यदि मन पऱ्यो भने बाई गर्न सक्नुहुन्छ। थ्याङ्क यू।